हजुर होइन म बिहान ठिक छ हुन्छ होइन ठिक छ धन्यवाद उद्घोषक ज्यू। डिजिटल लिडरसिप डायलग यस कार्यक्रमको सबै विभिन्न सङ्घ संस्था राजनीतिक पार्टी र सहभागीहरू विभिन्न हाम्रो ग्रुप वाइज हाम्रो डिस्कसन प्यानलका सबैजना साथीहरूलाई म प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य समाज कल्याण विभागको प्रमुख र समानुपातिक उम्मेदवार नीलकण्ठ पौडेल डाक्टर नीलकण्ठ पौडेलको तर्फबाट न्यानो अभिवादन र हाम्रो यो ग्रुप बीबाट हाम्रो जुन डिस्कसन प्यानलबाट हामीले एउटा जुन तयारी गरेका छौँ यो तयारीमा हाम्रो सर हामी दुईजना मिलेर यसलाई प्रेजेन्टेसन गर्नेछौँ र माइक हाम्रो सरलाई पनि दिन चाहन्छु। ओके सो हामी 7 जना मिलेर यो एउटा प्रेजेन्टेसन बनाएको छौँ। सो म अगाडि बढिहालेँ। सो हामीले सबैभन्दा फर्स्टमा चाहिँ एप्लिकेसन लेभलमा काम गर्नुपर्ने छ। डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको कुरा गर्दाखेरि चाहिँ हामीसँग जस्तो हामीले इन्फ्रास्ट्रक्चर जस्तो ब्रोडब्यान्ड पुऱ्यायौँ तर हामीसँग एप्लिकेसनहरू छैन जसले चाहिँ हाम्रो भनौँ न एउटा बेसिक निड्स एउटा गभर्नेन्सको बेसिक निड्सहरूलाई फुलफिल गरोस् होइन। सो एप्लिकेसनको हामीलाई जरुरत छ। अनि मल्टी अपरेसनल प्लेटफर्म्सहरू इन्टर मिनिस्ट्री अथवा गभर्मेन्टको दुईवटा छुट्टै छुट्टै निकायमा चाहिँ हामीले जहिले पनि आइडी छुट्टै छुट्टै बोकेर जानुपर्ने होइन त्यस्तो प्रब्लम्सहरू छ। सो र त्यसलाई चाहिँ हामीले एउटा मल्टी अपरेसनल प्लेटफर्म बनाएर चाहिँ हामीले फुलफिल गर्न सक्छौँ। अनि हाई लेभलको सेक्युरिटी यो त भन्नै परेन, सबैकोमा यो हाई लेभलको सेक्युरिटीको कुरा आइहाल्छ होइन। अनि मल्टिलेयर ब्याकअप सिस्टम अब यो पनि लगभग एकदम इम्पोर्टेन्ट चिज नै भइहाल्यो। अनि ब्लकचेन फर आइडी भेरिफिकेसन भयो। अनि बिल्डिङ लोकल डेटा सेन्टर्स यो पनि एउटा इम्पोर्टेन्ट चिज नै हुन आउँछ। अनि जस्तो डिफ्रेन्टली एबल्ड पिपलहरूको लागि चाहिँ डिजिटल स्पेसेसमा चाहिँ एकदम डिजिटल्ली डिफ्रेन्टली एबल्ड पिपलहरूको लागि चाहिँ कुनै सेवा सुविधा त्यो टाइपको हुनु पर्यो होइन। अब डिजिटल स्किल र ह्युमन रिसोर्सेसको कुरा गर्दा चाहिँ पोलिसी मेकिङ विथ जोइन्ट पिपिबी मोडल पब्लिक प्राइभेट पार्टनरसिप भनेपछि पोलिसी मेकिङमै पनि हामी पब्लिक प्राइभेट पार्टनरसिपमा काम गर्न सक्छौँ। अनि गभर्मेन्ट ब्युरोक्रेट्स सुड बी ट्रेन्ड फर टेक्नो फ्रेन्डली भनेपछि अब त्यो त अभियसली गभर्मेन्ट ब्युरोक्रेटहरूलाई अनि गभर्मेन्ट अफिसर्सहरूलाई चाहिँ अब टेक्नो फ्रेन्डली बनाउँदै लानुपर्छ। यो भविष्यमा यो गर्नै पर्छ। अनि आइटी फ्रेन्डली इन्फ्रास्ट्रक्चर्स इन स्कुल्स अब स्कुलमा चाहिँ किन आइटी फ्रेन्डली इन्फ्रास्ट्रक्चर हुनु पऱ्यो भने हाम्रो हिसाबले चाहिँ क्लास 7-8बाट नै फ्युचरमा जे टेक डेभलप हुनेवाला छ त्यसको चाहिँ थोरै ज्ञान चाहिँ वर्कसपको रूपमा अथवा त्यो ट्रेनिङको रूपमा हामीले दिन थाल्यौँ भने चाहिँ स्किल्ड ह्युमन रिसोर्सेसहरू डेभलप हुन्छ। अनि आइटी रिसर्च सेन्टर्सहरू इस्टाब्लिस हुनु पऱ्यो युनिभर्सिटीहरूमा। अनि अब जस्तो एउटा कमन प्लेटफर्म चाहिँ जस्तो अलिकति ट्यालेन्टेड अलिकति राम्रो काम गर्नेहरूको लागि चाहिँ आइडिया नयाँ नयाँ हुनेहरूको लागि चाहिँ एउटा कमन प्लेटफर्म भयो भने चाहिँ त्यसमा चाहिँ ग्यादरिङ गरेर अनि त्यसमा चाहिँ स्किलहरू कसरी इम्प्रुभ गर्न सकिन्छ अरू के गर्न सकिन्छ भनेर चाहिँ हामीले त्यो एउटा प्लेटफर्म पनि तयार गर्न सक्छौँ। अनि स्कुलहरूमा हामीले चाहिँ एआई बेस्ड स्किल एआई बेस्ड र स्किल बेस्ड ट्रेनिङ फर टिचर्स एडमिनिस्ट्रेटर्स र स्टुडेन्ट्स किन भन्दा त्यो भएन भने हामीले फ्युचरमा पनि अहिलेको जस्तै नै ह्युमन रिसोर्सहरू डेभलप गर्छौँ। मतलब टेक्नो फ्रेन्डली ह्युमन रिसोर्सहरू चाहिँ हामीले डेभलप गर्न सक्दैनौँ यो गरेनौँ भने।
अनि मार्कसिट ह्यान्डआउटहरू अहिले पनि अब तपाईँको पेपर फर्ममै हुन्छ होइन। सो त्यसलाई चाहिँ हामीले भ्यालिड डिजिटल फर्ममा लानुपर्ने छ, त्यो पनि एउटा मेन काम भयो। अनि डिफ्रेन्टली एबल्ड पर्सनको लागि चाहिँ हामीले डिजिटल स्किलहरू सिकाउनको लागि चाहिँ कुन कुन प्लेटफर्म छ र त्यो एक्जिस्ट गर्छ कि गर्दैन भने त्यो पनि हाम्रो लागि चाहिँ एकदम जरुरी छ, होइन त सर। अनि डिजिटल गभर्नेन्समा जस्तो पोलिसी फर्म के हो, अब पब्लिक प्राइभेट पार्टनरसिपहरूको लागि पोलिसी फर्मेसनको कामहरू छ गर्नुपर्ने होइन। अनि अब ट्रेन ह्युमन रिसोर्सहरू डेभलप गर्नुपर्ने छ, ट्रान्सपरेन्सी र अकाउन्टेबिलिटी टु सी वेयर गभर्मेन्ट फन्ड इज गोइङ। जस्तो हामीसँग कुनै एउटा प्लेटफर्म छैन जहाँ चाहिँ हाम्रो ट्याक्सको पैसा चाहिँ कसरी खर्च भइरहेको छ भनेर चाहिँ हामीले हेर्न मिलोस् भनेपछि हामीलाई चाहिँ कुनै प्रोजेक्टमा हाम्रो पैसा कसरी खर्च भइरहेछ भनेर थाहा पाउने पनि एउटा ट्रान्सपरेन्ट प्लेटफर्मको जरुरत छ। अनि मेकानिजम फर एमई भनेको यो मैले त्यति बुझ्न सकिनँ है। अनि गभर्मेन्ट अडिट सुड बी डिजिटलाइज्ड युजिङ सफ्टवेयर्स, अब यो पनि एकदम इम्पोर्टेन्ट पार्ट छ। हाम्रो गभर्मेन्ट अडिटहरू डिजिटलाइज छैन होइन। अनि सिटिजन सेन्ट्रिक सिस्टम बनाउनु पऱ्यो, नट कि हाम्रो सिटिजनलाई के चाहिएको हो त्यो अनुसारले चाहिँ सिस्टमहरू डिजिटल सिस्टमहरू क्रिएट गर्नु पऱ्यो। अनि हाम्रो डिजिटल सिस्टमलाई पनि बिस्तारै डिसेन्ट्रलाइज गर्दै जानु पऱ्यो होइन। अनि त्यसपछि डिजिटल इमर्जिङ टेक्नोलोजीहरूलाई चाहिँ आत्मसात गर्दै जानु पऱ्यो। अनि जस्तो डिजिटल इकोनोमीमा चाहिँ स्क्यामर्स भनेपछि जसले चाहिँ अब ई-कमर्स प्लेटफर्म छ होइन, अब त्यहाँ चाहिँ फेक सामान पठाए पनि अहिले कानुनले खासै उसलाई त्यस्तो ठुलो कारबाहीहरू गर्न सक्दैन। सो स्क्यामर्सहरूलाई चाहिँ हामीले अकाउन्टेबल बनाउनु पऱ्यो कानुन बनाएर। अनि इन्टरनेट ब्रोडब्यान्ड एक्सेस चाहिँ गाउँ गाउँमा पहाडमा सबै ठाउँमा पुग्नु पऱ्यो। अनि अनलाइन पेमेन्ट ट्रान्ज्याक्सन सबै ठाउँमा पुग्नु पऱ्यो। अनि मोबाइल ब्याङ्किङ अभाइलेबल हुनु पऱ्यो सबै ठाउँमा, डिसेन्ट्रलाइज हुनु पऱ्यो। अनि ट्याक्स पोलिसिज प्रिन्सिपल बेस्डमा हुनु भएन, प्रोसिड्युर बेस्डमा हुनु पऱ्यो होइन। अनि लुप होल सबैतिर भएको कारणले। अनि मिसयुज अफ पर्सनल इन्फर्मेसन स्ट्रङ डेटा प्रोटेक्सन पोलिसी सुड बी इम्प्लिमेन्टेड। अब हाम्रो पर्सनल इन्फर्मेसन ई-कमर्स वेबसाइटहरूले अरू पनि सर्भिस प्रोभाइडरहरूले हाम्रो इन्फर्मेसन लिन्छन् र ब्याकग्राउन्डमा चाहिँ उनीहरूले त्यो इन्फर्मेसनलाई चाहिँ कुनै न कुनै रूपमा चाहिँ मार्केटिङ कम्पनीजहरूलाई चाहिँ बेच्ने गर्छन् अथवा उनीहरूलाई सेयर गर्ने गर्छन्। सो त्यो स्टप हुनु पऱ्यो होइन। अनि डिजिटल करेन्सीलाई बिस्तारो प्रमोट गर्नु पऱ्यो। अनि डिजिटल ट्राभल कार्ड फर सिटिजन्स यो पनि एउटा इम्पोर्टेन्ट हुनसक्छ, डिजिटल ट्राभल कार्डहरू जारी गर्नु पऱ्यो। टाइम अप भइसक्यो। र अन्तिममा अब डिजिटल करेन्सीहरूको पनि हाम्रो व्यवस्था हुनु पऱ्यो। र अहिले राजनीतिक पार्टीहरूको विभिन्न अब यो चुनाव आउँदैछ फागुन 21 र हाम्रो घोषणापत्रहरू बन्दैछ। यो घोषणापत्रहरूमा यी विषयहरूलाई जोडेर हामी उम्मेदवारहरूले इमान्दारीपूर्वक यसलाई कार्यान्वयन गर्नपट्टि र हाम्रो म्यानिफेस्टो बन्दैछ त्यसमा चाहिँ अनिवार्य सहभागी गराउने कुराहरूमा जोड दिँदै हाम्रो ग्रुप बीबाट हाम्रो भनाइ अन्त्य गर्दछौँ। हस्त, नमस्ते, धन्यवाद। धेरै धेरै धन्यवाद दुवैजना व्यक्तित्वलाई। यहाँहरूको यो जुन टिम वर्क छ र हाम्रो यो टिम